यो साथीहरू एउटा माछा पत्ता नि किन फतेफते गरिरहेछ है। मैले अलि तलबाट नोटिस गरेँ। यो माछा हो चाहिँ हेर्नुहोस्, ओहो कसको पुरानो पासामा फसेको थियो। त्यही भएर म सोच्दैछु यार पुती किन गर्दैछ। त्यो हेर्नुहोस्, बढेको बेला कसले बिर्सेर गयो होला पासा, त्यसमा फसेछ। हेर्नुहोस् त्यस्तो काम गर्छन् केटाहरूले। के गर्दा त अब खोलाइमै पासा फालिदिएर अब भइ नै जान्छन्। हेर्नुहोस् कस्तो पसेछ, गाह्रो छ। त्यो साथीहरू यसलाई के गरौँ भन्दाखेरि यसको पासा निकालेर यसलाई छाडिदिनु पर्यो है। अलि बाँच्छ कि लामो समय यसको पासा गदक्कै गाड्दियो। अब पासा निकालिदियो साथीहरू। बाँच्यो भने यसको नसिब, बाँचिन भने यसको नसिब साथीहरू। ओहो हो भाइको बाँच्यो, धन्यवाद गर्नु मलाई है माथि गएपछि।